वेलकम टु माय युट्युब हामी अहिले अब के ठाउँ अरे घुम्न जाँदैछौँ कि हामीले चाहिँ घुम्न जाने यो ठाउँ चाहिँ के अरे सिन्तामबाट उता गान्तोकतिर हो। गान्तोकको कहाँतिर बजार अब सिटी एरियातिर घुम्न जाने हो हामी चाहिँ। अनि यता फल्सहरू पनि हेर्ने भन्ने कुरो छ। यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, यो चाहिँ लिङ्मो र सिन्तामको जुन सिमाना यो चाहिँ बिचको चाहिँ खोला चाहिँ टिस्टा खोला है गाइस, तपाईँले देख्न सक्नुहुन्छ है। अब हामी यहाँ खोला तर्दैछौँ। यत्रो बाढी आयो तर पनि खोला चाहिँ केही गरेन धन्नाले, होइन भने हामी चाहिँ घुम्न पनि जान सकिँदैन थियौँ होला। फाइनली गाइस हामी गान्तोक बजार आइसक्यौँ अहिले। रमाइलो छ बजार पनि, कति सफा क्लिन होइन, देख्दा पनि नि कति राम्रो छ। गाइस हामी भर्खर अब आइसक्यौँ, जानेछौँ हिँडेर। हाम्रो गाडी चाहिँ उता राख्यौँ, झाँक्री फल्स जाँदैछौँ। छोरी अगाडि छन्। सिक्किम आइपुग्यौँ। फाइनली हामी नेपालमा छैन, हामी आउट अफ कन्ट्री छौँ। फाइनली बुढाबुढीले मलाई गुलाम बनाएर छोडे, नानीको जिम्मा हामीलाई निपोको। यहाँ चाहिँ गेट हो, अहिले देखिराख्नुपर्छ, तपाईँले देख्न सक्नुहुन्छ। हामी गेटतिर इन्टर गर्दैछौँ। आकृति हेलो भन्नु, हामी कहाँ जाँदैछौँ अरे? झाँक्री फल्स। टिकट काट्नुपर्छ, टिकट काट्नु पर्दो रहेछ। हामी चाहिँ लाइनमा छौँ टिकट काट्नलाई। अब टिकट काट्नुपर्छ, पे गर्नुपर्छ टिकट। हामी अहिले अब भित्रपट्टि एन्टर गरिसक्यो। फाइनल गाइस के खाने त? के खाने? के बनाउँदैछु हेर्न सक्नुहुन्छ। हामी सिडी चढ्दैछौँ गाइस। हेर्न सक्नुहुन्छ। हाम्रो पनि यो ब्याग बोकिदिनु कि छ, हेर स्टारले ब्याग बोकिदिनु म लिइरहेको छु त। देखाएँ गाइस, गलिसकेँ म। देख्न सक्नुहुन्छ गाइस, यहाँ भित्रपट्टि खतरा रहेछ नि त वाटरफल्स। हेलो गाइस, हेर्न सक्नुहुन्छ हामी यहाँ झाँक्री फल्समा आइपुग्यौँ फाइनली। वहाँ मैले फोटो खिच्छु भनेको पालो पनि दिँदैन बहिनीहरूले, जस ठाउँ चाहिँ अगटेर बसिरहेछन् अनि हामीलाई देखेकै छैनन्। अब हामीले यहाँ फोटो खिचेर तपाईँलाई देखाइदिनु भनेको। यहाँ म छोरी बोकेर बसिरहेको छु, तपाईँले देख्न सक्नुहुन्छ गाइस। गाइस फाइनली यहाँ पानी परिरहेछ अनि हामी यहाँ वेटिङमा छौँ। हेर्नु न, यहाँ त्यो पानी परिरहेछ, कस्तो आज चिसो भइसक्यो, यहाँ कस्तो चिसो भइसकेको छ। देख्न सक्नुहुन्छ गाइस तपाईँहरू, कस्तो ठाउँ पनि रमाइलो छ होइन। एकचोटि तपाईँहरू पनि आउनुहोस् यो ठाउँमा, यस्तो स्वर्ग आए जस्तो फिल हुन्छ। दायाँ बायाँ हेर्नुहोस् कस्तो हरियाली मात्रै छ होइन। गरेर बिजोक छ यहाँ, हामी ओर्लिँदैछौँ। देख्न सक्नुहुन्छ तपाईँले गाइस, पानी परिरहेछ होइन। बिन्दास यहाँ हेरेर भित्र स्विमिङ पुल जस्तो रहेछ, देख्न सक्नुहुन्छ तपाईँले। फाइनली हामी निस्किसकेको। अब पानी पनि परिरहेको छ कि त्यहाँबाट भिडियो पनि बनाउन सकेनौँ होइन। अब जाडो पनि धेरै जाडो भयो, पानी परिरहेछ, त्यहाँबाट अब हामी फर्किएको निस्किन लागेको। अब चिसो पनि चिसो भयो, चिया सेखाम भनेको खोइ फेरि उता हाम्रो भेनाजु कुरिराख्नुपर्छ होला गाडी टोपी गरेर। देखाइरहेको छु त पछाडि, भाइ पनि हो भिजेर मुसा जस्तो भयो। उतै त हो निस्केको हामी। हेर जानुहुन्न भिन, त्यहाँ त्यो पार्किङ रहेछ गाडीको। लाइटरमा छु के बोलेको? पानीमा भिजिरहेको छु देख्नुहुन्छ। थ्याङ्क यू भनेर लेखेको ठाउँमा
अब वेलकम भनेर हामी जान आँटेको। तपाईँहरू पनि घुम्न आउनु होला। यो चाहिँ सिन्ताम यो के अरे गान्तोक उसमा आइसक्यौँ। अब पानी परिरहेको छ, पानीमा भिजिरहेको छौँ। तपाईँहरूको लागि भ्लगको लागि कति दुःख गर्छ गाइस। तपाईँहरू कमसेकम लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइबर गरेर नबिर्सिनु होला मेरो भिडियोमा। योभन्दा राम्रो राम्रो तपाईँहरूलाई अब टुरको भिडियो देखाउँछु। फाइनल गाइस हामी अब बिनाजु आइसक्नु हामीलाई अब हामी जाँदैछौँ। अब तपाईँले देख्न सक्नुहुन्छ यो बाटो हेर्नुहोस् कस्तो हरियाली छ चारैपट्टि होइन। अब हामी अब आउँदैछौँ यो सुरुङ मार्ग भन्ने ठाउँ, अब जुन सुरुङ गुफा बाटो छ होइन, त्यहाँबाट हामी यसो अब तपाईँलाई देखाउन जान्छु। हेरेर जानु होला तपाईँले। गाइस देख्न सक्नुहुन्छ हाम्रो भेनाको गाडी यहाँ बिग्रेर हामी यहाँ गान्तोक बजारमा छौँ। अब यसो दायाँमा हेरेको पानी पनि परिरहेको थियो। गाइस हामी गाडी वेटिङ गरेर बसिरहेको छौँ। हाम्रो हामी वेटिङमा छौँ यहाँ रानी पुल भन्ने ठाउँमा छौँ। गाडी वेटिङ गरेर गाइस हेर्नु यहाँ 6% ब्याट्री भाइले यस्तो बनाइदियो होइन। हामी अब ठ्याक्कै यो सिन्ताममा गान्तोकमा छौँ। गान्तोकमा अब घरतर्फ लाग्न आँटेको यहाँ गाडी यहीँ छ। फाइनली गाइस अब हामीले यो गान्तोक घुमेको तपाईँलाई भिडियो पनि हालिदिइसकेँ होइन। अहिले अब म सिन्तामतिर लाग्दैछु, अँधेरो पनि भइसक्यो। तपाईँहरूले जस्ट मेरो भिडियो हेरेर सब्सक्राइब र कमेन्ट गर्न नबिर्सनु होला गाइस।